जापान एउटा सानो टापु राष्ट्र, तर संसारभरि आफ्नो मेहनत र अनुशासनले चिनिएको देश। यहाँको मानिस केवल भवन र सडकमा मात्र होइन, मानिसहरूको सोच र संस्कृतिमा पनि देखिन्छन्। सफा सडकहरू, समयमा आउने ट्रेनहरू अनि एक अर्काप्रतिको सम्मान, यही हो जापानको पहिचान। युद्धपछिको विनाशबाट उठेर जापानले संसारलाई देखायो कि असम्भव भने शब्द केवल बहाना मात्र हो। यो देशले हामीलाई सिकाउँछ कि विकास केवल पैसाले मात्र होइन, सोच र अनुशासनले सम्भव हुन्छ। यदि हामी पनि आफ्नो काममा त्यही समर्पण र इमान्दारी ल्याउन सक्यौँ भने नेपाल पनि एक दिन यस्तो उज्यालो बन्नेछ। म जापान आएको चाहिँ 2014 मा जापान आएर अब सुरुमा चाहिँ रिवाक्से नियोङ्गाको पढ्न आएँ र 2 वर्ष जति पढेर त्यो सेमगाको 2 वर्ष पढेँ र 4 वर्ष पढेपछि म यहाँ टोकियो आएँ। सुरुमा चाहिँ म फुकुओका थिएँ र फुकुओकाबाट यहाँ टोकियो आएर यहीँ सुसु गरेँ। सुसु गर्दाखेरि चाहिँ तपाईँको तरकारी पसलमै मलाई एकदमै पहिलादेखि नै तरकारी फलफुलमा काम गरिरहेको र जापान आए पनि तरकारी फलफुलमै काम गर्न पाउँदा एकदमै म आफू एकदमै भाग्यवान ठान्छु र म 5-6 वर्ष जति चाहिँ मैले यही तरकारी पसलमा पनि काम गरेँ। एउटा नेपाली ठिटो जसले अवसर खोज्ने होइन, अवसर बनाउने भन्ने आत्मविश्वासका साथ आज आफ्नै व्यापार व्यवसाय सञ्चालन गरेका छन्। हो, आज हामी सुभाषको कथा लिएर आएका छौँ। हाम्रो अक्सनको टोपी हो, लाइसेन्स चाहिँ र मन्डीमा चाहिँ लाइसेन्स यस्तो हुन्छ र यो चाहिँ हाम्रो नम्बर होइन, अल्फाबेट नम्बर चाहिँ 780 हो। यो लगाएर चाहिँ हामीले बनिहाल्नु पर्ने हो। यो लगाएपछि चाहिँ बल्ल सामान किन्नु मिल्छ है। हजुर, यो नलाइकन सामान किन्नु मिल्दैन। यो लाइसेन्स हो। हजुर, यो टोपी लगाएपछि 780 भनेपछि बल्ल मेरो नामबाट चाहिँ 780बाट चाहिँ सामान किन्नु मिल्छ। लाइसेन्स नहुनेले चाहिँ सामान किन्नु मिल्दैन। हजुर हजुर। अब लाइसेन्सको लागि त प्रोसेसर धेरै छ है। हजुर। अब त्यो बारेमा चाहिँ अझ विस्तृत रूपमा धेरै कुराहरू गर्नुपर्छ। हजुर हजुर। अहिले हामी चाहिँ मन्डीमा सामान कसरी किन्ने टोकियोमा, होइन, लाइसेन्स भएको मान्छेले, अब हामी यस्ता अब सानो ठुलो जस्तो सुकै व्यापारीहरूले चाहिँ सामान कसरी किन्ने, होइन, त्यो बोली कसरी लगाउँछ, त्यो विषयमा चाहिँ हामी अब गएर अब कसरी किन्ने हो त्यो बारेमा चाहिँ भिडियोहरू अब तिमीले खिचिहाल्छौ होइन। जापानको सहरमा आफ्नै तरकारी पसल चलाइरहेका सुभाष बिहान सबेरै उठ्छन् र हाँस्दै मिलाउँदै ग्राहकलाई सेवा दिने उनको दिनचर्या कहिले रोकिँदैन। यो सजिलो यात्रा होइन, तर हरेक कठिनाइभित्र उनले आफ्नो सपनाहरू देखिरहेका छन्। अवसर खोज्ने होइन, अवसर बनाउने भन्ने विश्वासका साथ जापानमा भए पनि उनको मन र मेहनत नेपालमै जस्तै ऊर्जावान छन्। यो कथा केवल व्यापारको होइन, यो आत्मविश्वास, धैर्यता र सङ्घर्षको कथा हो। परिश्रम कहिले खेर जाँदैन। आजको पसिना भोलिको सफलता हो, जो प्रदेशमा पनि आफ्नै पहिचान बनाउँदैछन्।
あれでも M でも S にする S でもいいと思うキュウリエリアキュウリキュウリबेचिरहेको छ हैおはようございます。おじさんの動画撮った方がいいよ。そんなことないよ言って。おはようございます。おはようございます。あ、お兄さん。卵一つでいいよ。うん、赤。赤ね。うん。はい。させるだ。えらい。いつあるの？何が？テレビ？そう、YouTube。もうお兄さんが結構優しいからよくはたから、よくついてるから。はい。よろしくお願いします。बिक्री हुन्छ सबै चाइनिज प्याज तपाईको नेगी निन्जिन सबै चाइनिज सामानहरूको सेल हुन्छ यहाँ अहिले मैले चाहिँ चाइनिज प्याज हेरिरहेको छु मेरो चिउमन आएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ चाइनिज प्याजहरू चाहिँ अहिलेलाई चाहिँ 3 केस चिमन लेख्ने हजुर मेरो नम्बर हुन्छ यहाँ र कतिवटा लाने कति केस लाने भनेर त्यो चाहिँ लेखेपछि चाहिँ मैले सामान जति लान पाउँछु नम्बर र मेरो आफ्नो कति केस लाने हो 3 केस लान्छु मैले अहिले भयो यसलाई केस 2 केस 3 केसお兄さん、俺友達、ちょっと今動画撮ってるから、ちょっと説明。友達です。友達です。よく働きます。はい、頑張ってます。すごい。よろしくお願いします。はい、お願いします。おはようございます。एचीबाङको मन्डीमा चाहिँ सबैभन्दा धेरै नेपाली भएको नै यो मन्डीमा जस्तो लाग्छ धेरै नेपालीहरू छ नेपाली पनि छ चाइनिजहरू पनि छ भियतनामहरू पनि छ तर धेरै चाहिँ नेपालीहरू म्याक्सिमम बढी छ यहाँ नेपालीले धेरै काम गर्नुभएको छ यहाँ चाहिँ प्याजहरू धेरै बिक्री हुन्छ यहाँ प्याज स्टोर अब
यसको सामानहरू सबै यतितिर पाउँछ है यिनीहरू चाहिँ प्रायः जस्तो के भन्छ अरे अब यो सिमेजी केहरू होइन माइताकेहरू निराहरू पाकको आइटमहरू धेरै हुन्छ यतातिर है हामीले चिमन गरिरहेको हुन्छ चिमन गरेको सामानहरू सबै यसरी बाङ्गोहरू लेखेको हुन्छ त्यो बाङ्गो लेखेको चाहिँ मेरो आफ्नो हुन्छ होइन यो सामानहरू चाहिँ यसरी लेखेको नम्बरहरू चाहिँ हामीले आफूले लिएर जाने हो सबै चिमन गरेको सामानहरू हो どうも、原と申します。よろしくお願いします。今市場の競りをやってますんで、まあちょっと見ていただいたらわかると思いますが、まあいろんな八百屋さんが買い物してるっていうか、そういう感じで今値段を設定やってる感じですね。来る野菜はいろいろあってないものもあったりあるものもなかったりとかでいろいろその日によってあるものないものが変わってきたりしてます。なんで今日はまあ割ときゅうりとかかぶとかが多いんですかね。でもまあもう本当だってもうちょいある時もあるし全くない時もあったりするんで、まあその日にならないと分かんないっていうのでやってるんで、基本的には、安く買える普通に買うのよりかは安く買えたりしますっていう感じで今皆さんそれで安く買おうとみんな必死にやってる感じですね。はい、そんな感じで。त्यहाँ रहेका थुप्रै मानिसहरूले आफूले किन्न चाहेका तरकारीहरू पहिले अवलोकन गर्दछन् र अवलोकन गरे बापत उनीहरूले किन्न चाहेको तरकारीको मूल्यहरू उनीहरूले आफैले सोचिरहेका हुन्छन् र आफूले चाहेको मूल्यहरू बिस्तारै बोनी लाउँदै जाँदा जसले धेरै बोनी लाग्छ उसले नै आफूले किन्न चाहेको तरकारीहरू लिएर जान सक्छन्। त्यही माझ सुभाषले पनि आफूले किन्न चाहेको तरकारीको मूल्य उसले बोनी लगाउँदैछ र उसले चाहेको तरकारीहरू उसले किन्नका लागि अग्रसर भएका छन् र सुभाष आफूले किन्न चाहेको तरकारीहरू ग्राहक मार्फत उनले पुर्याउन चाहन्छन्।
7の21のやつ使ってないっすよ。今日は使ってないですけど、これから使おうと思ったんだけど。使うなら置いとく。はいはい。車で上がって。出るの？タイヤまで使います。そこある？オッケー。丸か。違う。はい、L。もうそんなに。出力啊！अब यहाँ चाहिँ जस्ट हामीले चाहिँ आयो सामान बोनी लगाउने मात्रै अनि किन्ने लैजाने मात्रै अरू चाहिँ केही पनि गर्नु पर्दैन अनि सामान नभएको सामान चाहिँ हामीले हिजो नि हजुर एक दिन अगाडि नै अनि यहाँ फोन गरेर यो सामान चाहियो भनेपछि चाहिँ उहाँले राखिदिनुहुन्छ र अब यहाँ बोली लगाउने ठाउँमा चाहिँ अब नपुगेको सामानहरू चाहिँ बोली लगाउने ठाउँमा अब बोली लगाउने ठाउँमा सबै सामानहरू राम्रो हुँदैन अनि राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ सामानहरू पनि हेरेर किन्नुपर्ने हुन्छ कति चाहिँ अलिकति भयो होला कति कारणले सामान छानी हेरेर किन्नुभएको थियो नराम्रो सामान पनि हुन्छ तरकारी खोज्नु भनेको साडी कुहिन्छ त्यो भएर सामान हेरेर सामान किन्नुपर्ने हुन्छ भनेपछि त्यो कुहिएको सामान पर्यो भने चाहिँ उनीहरूले चाहिँ जिम्मा लिन्छ कुहिएको सामान भएको कारणले गर्दाखेरि नै अलि नराम्रो सामान भएको कारणले गर्दाखेरि नै बोली लगाउनु पर्ने हुन्छ उनीहरूलाई आज नबेची नहुने जसले गर्दाखेरि बोली लगाएर उनीहरूले सस्तोमा बेचेको हुन्छ त्यो भएर चाहिँ सामान हेरेर चाहिँ किन्नुपर्ने हुन्छ अब यस्तो ठाउँ चाहिँ जापानमा टोकियोमा अब यही मात्रै एउटा हो कि अरू पनि छ टोकियो सिन्जुकुमा चाहिँ यहीँ मात्रै हो हजुर यही एरिया मात्रै हो अब यहाँ उइता भन्ने पनि छ हानेदा एयरपोर्टको साइडमा त्यो चाहिँ अलिक ठुलो छ र टोकियोमा चाहिँ मेन भनेको नजिकको सिन्जुकुको अब सिन्जुकु नजिक यहाँ सिन्जुकु यो भइहाल्यो सिन्जुकु नजिकको चाहिँ यही हो एउटा धेरै टाढोबाट आउनुहुन्छ 2-3 घन्टा लाग्छ यहाँ सामान खोजेर आउनुहुन्छ अघि हामीले मोबाइल नम्बर छ यो सामान चाहिँ अहिले राम्रो यसको ओके कोही खान्न ब्ल्याक कोही टक्क बन्दी मसला हालेर ओके सिस्टम चाहिँ एकदमै सजिलो छ आउँदा कि ओके ल ल काम पाएँ त ल ओत्सुकार सामाです今日頑張りました 本当。インタビューしていいですか？いやこれだから。すみません。YouTube。TikTok とか世界で見れるからそう。大先輩だ。大先輩ですか？ありがとうございます。우지 हामी स्टार्ट यहाँको इचिबाको लिडर हो ए लिडर हो यहाँको इचिबाको सबैलाई लिडर गर्ने मान्छे ए मेरो सबभन्दा नागाई यससँग भन्नु ए राम्रो छ बोल्न पनि ठाउँमा देख्यो होला नि
सुरुमा यही मान्छे यही हो यही हो म अघि पुरै हात उठाएर बस्छु भने अन्त गाडीमा अट्छ त्यो सबै हो नि हजुर नाचिबा हुन्छ नाचिबा लेखेर यो चाहिँ नम्बर भएको चाहिँ मेरो हुन्छ है सबै खोर्सानी खाएर च्यातिन्छ खोर्सानीबाट यसरी प्लास्टिकमा हाल्ने हजुर लामा सजिलो हुन्छ प्लास्टिक च्यातिन्छ तर नेपालको र यहाँको चाहिँ मन्डी नै फरक हुने नेपालमा चाहिँ अब मलाई दलालीहरू धेरै हुन्छ हजुर तर यहाँको चाहिँ कस्तो हुन्छ भने अब रुल्स अनुसार लाइसेन्स भयो भने सामान किन्न पाइयो नत्र पाइएन कस्टमरहरू प्रायः जस्तो एउटै हुन्छ अनि त्यही भएर चाहिँ यहाँको अब यहाँ बिचौलियाहरू धेरै हुँदैन हजुर त्यहाँ डाइरेक्ट किन्न मिल्छ हजुर त्यसको लागि चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ त्यही भएर सामानहरू चाहिँ सस्तो मिल्छ बिचमा खाने मान्छे दलालीहरू हुँदैन यसले गर्दा किसानलाई नि मार परेन नि त है मार्नु परेन र हाम्रो व्यापारीलाई मार परेन सबैलाई चाहिँ सस्तोमा सुपथ मूल्यमा तपाईँले ग्राहकसम्म पुग्न जान्छ सामानहरू त्यस्तो भएपछि कस्टमरहरूलाई पनि त सजिलो पर्यो नि त बिचको बिचौले भएन ग्राहकले पनि पैसा पायो भने ग्राहकले पनि भनेको पैसा पायो र अनि व्यापारीले पनि फाइदा लिएर कस्टमरलाई जापानको व्यस्त सहरबीच बिहानै सबेरै जब मानिसहरू अझै निदाइरहेका हुन्छन् सुभाष पहिले नै तरकारी मन्डीमा पुगिसकेका हुन्छन् एक्लै आफ्नै पसलका लागि सामान बोक्छन् अनि झार्छन् अनि फेरि मुस्कानका साथ ग्राहकहरूको सेवा गर्न तयार हुन्छन् कसैले देख्दैन उसको सङ्घर्ष तर उसलाई थाहा छ हरेक पसिनाको थोपा उसकै भविष्यको जग हो विदेशीको भूमिमा पनि उसले आफ्नै इमान र मेहनतलाई कहिले छोडेको छैन दैनिक कठिनाई लामो समयको काम र थकाइ यी सबैका बीच उसले एउटै कुरा कहिल्यै भुल्दैन म सपनाको बाटोमा छु सुभाष जस्तै जो कोही पनि आफ्ना लक्ष्यका लागि लगातार मेहनत गर्छ ऊ कहिल्यै खाली हात फर्किँदैन सफलता ढिलो आउँछ तर आउँछ जब तिमी हार मान्दैनौ पक्का तिम्रो सपना पन्छाउँछौ तब तिमी गन्तव्यमा अवश्य पुग्छौ सुभाष त्यही विश्वासका साथ अहिलेसम्म पनि मेहनत गर्नका लागि पछि हटेका छैनन् गर्नुपर्छ सधैँ अरू काम गरेन भएन अरू काम गरे नराम्रो भन्नु खोजेको त होइन तर आफ्नो जीवनस्तर पनि अलिक केही माथि उठाउनुपर्छ केही गर्नुपर्छ आफूले पनि गर्न सकिन्छ है भन्ने चाहिँ उद्देश्यले मैले आफ्नै अहिले यामातो सेका पसल अहिले आफूले गरिरहेको छु र अहिले व्यवसाय भन्ने कुरा चाहिँ अब तलमाथि भइहाल्छ रिस्क पनि भइहाल्छ तर कामहरू गर्नु पर्यो काममा एकदमै धेरै लगनशील भएर मिलनसार भएर सबै कर्मचारीहरूसँग राम्रोसँग काम गर्नाले चाहिँ धेरै राम्रो छ जापानमा तपाईँको जुन चाहिँ फिल्डमा पनि अब काम भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो काम नगरिकन यहाँ धेरै गाह्रो छ र जुन काम आफूले मन परेको काम आफूलाई एकदमै चित्तबुद्ध काम एकदमै मन लागेर गऱ्यो भने चाहिँ सफलता भन्ने एक दिन अवश्य मिल्छ र अहिले मैले तरकारी व्यवसायमा हात हालेको धेरै त भएको छैन 1 वर्ष हुन लाग्यो म एकदमै खुसी छु तरकारी फलफुल एकदमै अब राम्रो तरकारीहरू फलफुलहरू यहाँका स्टुडेन्टहरूलाई
हैन अब डिपेन्डेन्ट हुनुहुन्छ सेसाइनहरू हुन्छ नेपाली दाजुभाइ तथा अरू देशका म्यानमार भियतनाम चाइनिजहरू सबै कन्ट्रीका मान्छेहरू आउनुहुन्छ विशेष गरी जापानिज धेरै हुनुहुन्छ र सबैजना आएर सस्तोमा राम्रो तरकारीहरू खरिद गर्नुहुन्छ र यहाँबाट फिडब्याक पनि राम्रो पाएको छु सस्तोमा राम्रो तरकारी कहाँबाट लिएर आउनुहुन्छ कसरी किन यस्तो सस्तो भनेर धेरै कस्टमरहरूले भन्नु भइरहेको छ र एकदमै सस्तो तरकारी राम्रो तरकारी बिक्री गरेको कारणले गर्दाखेरि कस्टमरहरू पहिलाभन्दा एकदमै धेरै बढिरहनु भएको छ खुसी लाग्छ आफ्नो कामप्रति हैन अब एकदमै काम मन लागेर गरेको छु कस्टमरहरू पनि बढिरहेको छ कस्टमरहरूले फिडब्याक राम्रो पाएको छ म एकदमै खुसी छु आफ्नो कामलाई माया गर्नुपर्ने रहेछ अहिले हामी यहाँ टक्क पसलभित्र आइसकेको छौँ होइन अनि अहिले चाहिँ ओगेको सामानहरू पनि त्यति हुनु हुँदैन होइन अघिसम्म चाहिँ एकदमै भिड थियो यहाँ अनि त्यही भएर चाहिँ अलिकति भिडियो बनाउन पनि अलिकति गाह्रो टाइपको भइरहेको थियो होइन राइट सबै ठिक छ अनि आज चाहिँ मौसम पनि एकदम बवाल छ होइन बब्बाल छ मौसम एकदम घाम पनि लागेको छैन केही पनि छैन आजको वेदर भन्दाखेरि अनि आज हामी चाहिँ बिहान चाहिँ चट्ट लाएर यता अक्सनमा गएको थियौँ अनि अक्सनबाट चाहिँ अनि त्यहाँ बोनी सोनी लगाइयो तरकारीहरू लिएर आयो अनि आज चाहिँ हामी सबै देखियो कि जापानमा चाहिँ के हुन्छ कसो हुन्छ यहाँ बोनी सोनी कसरी लाग्छ के लाग्छ यो तरकारीहरू जस्तो देखिराख्नु भएको छ होइन यो सबै कसरी प्याक हुन्छ यहाँ जापानमा अनि त्यसपछि अनि यो तपाईँको यिनीहरू कसरी प्याक हुन्छ अनि यो सामानहरू चाहिँ कसरी कहाँ के थ्रुबाट आउँछ भने हामीले सबै इपानतेकीबाट सब कुराहरू बुझिसकेको छ होइन आई थिङ्क यो कुराले चाहिँ मलाई पनि लाइफमा चाहिँ केही न केही चाहिँ मोटिभेट गर्छ होइन अनि हाउ टु डु बिजनेस भनेर त्यो कुराहरू पनि मैले लर्न गरेर आएको छु त्यो मात्र नभइकन अब जापानमा चाहिँ एज अ इपानतेकीबाट चाहिँ स्टुडेन्ट लाइफबाट चाहिँ अहिले यो फेजसम्म आउँदाखेरिसम्म चाहिँ अब सबै कुरा भिजाएर अनि यहाँ गर्ने भनेको चाहिँ द्याट इज ह्याट्स अफ यो होइन बबाले हो त्यो भनेको द्याट इज नट इजी होइन त्यो चाहिँ सजिलो भनेर पक्कै छैन अनि त्यो लेभलबाट यहाँ आउँदाखेरि धेरै कुरा सेक्रिफाइस पनि भएको छ होइन अनि यो ठाउँमा यसरी गर्दाखेरि के कस्तो अब अभियसली होइन अब इन्भेस्ट त लाग्छ होइन तर इन्भेस्ट लागे पनि लाइक यो ठाउँमा यसरी गर्नु भनेको द्याट इज नट इजी नि त होइन कति इन्भेस्ट कसरी लागेको हुन्छ त्यही माथि ओकाएको सामानहरू कस्टमरहरूलाई कसरी बनाउने भन्ने कुराहरू सबै फरक पर्छ नि त होइन अनि म यहाँ छु होइन मलाई खुसी लागेको छ अब यहाँ हरेक किसिम सबै छ क्या यहाँनिर के छैन यहाँ सबै छ क्या अब यहाँ साइदेखि लिएर होइन अब खुदा मनोदेखि लिएर सबै एभ्रिथिङ यहाँ छ होइन इभन पछि मेबी ओनिकोहरू पनि राख्नुहुन्छ भन्ने सुनेको थियो इभन अहिले यहाँ जापानको चामल पनि एकदम महँगै छ नि त तर यहाँ चामल पनि एकदम सस्तोमा रहेछ कि अनि अब टमाटरहरू कस्तो फ्रेस होइन अनि यो तपाईँको यो निन्जिनहरूदेखि लिएरहरू सागहरूदेखि लिएर क्युरीहरू सबै यहाँ सुई छ कि अनि बवाल हो कि यो भनेको इभन नेपालीहरूको लागि पनि भर्खर स्टुडेन्टहरू जो आउनुहुन्छ उहाँहरूको लागि पनि सेगाचु गर्नको लागि पनि एकदमै सजिलो नि भयो नि त अब सबै कुरा सजिलो भएपछि इभन कम्युनिकेसन पनि सजिलो भयो होइन नेपाली भएपछि अभियसली कम्युनिकेसन चाहिँ सजिलो भयो अनि इभन त्यो मात्र नभइकन जापानिजहरूको लागि इमेजी पनि बवाल भयो कि नेपालीले यो ठाउँमा यस्तो स्ट्रगल गरिरहेको छ यो ठाउँबाट अब जापानिज लेभलको खाइसा बनाइदिरहेको छ भने सही हो नि त होइन बवाल हो त त्यो भनेको सही द्याट इज नट इजी नि त अनि प्लस सबै कुराहरू छ क्या अब मलाई चाहिँ के लाग्छ भने अब अरू ठाउँमा भन्दा यहाँ धेरै कुराहरू सस्तो पनि छ कि अब लाइक अब अक्सनबाट सिधै सामान लिएर आएर यहाँ बेच्दाखेरि त इभन बबाल सस्तो पऱ्यो नि त बिचको बिचौलाले पैसा खाएन नि त त्यो भएपछि त अब जति नै अब मार्जिनल कस्टमा लिएर आएको छ अब आफ्नो केही अलिअलि लागत गरेर त्यो डाइरेक्ट ओकाएको सामानलाई दिनु भनेको त बबाले एक्सपेन्सिभबाट चाहिँ सर्लक्कै चिपेस्ट प्राइसमा गयो नि त त्यो भनेको चाहिँ बिचको मान्छेलाई खाइदिएन नि त पैसा त्यो भनेको अब सबैको लागि सस्तोमा गयो नि त सामान भनेको इभन नेपालीले यति सस्तोमा सामान दिनु भनेको एकदम रियरै हुन्छ क्या इभन यो सिन्जुकी एरिया त्यो नाकाना एरियाहरूमा चाहिँ रियरै हो कि छैन भन्दा नि हुन्छ अब त्यही नै हो अब होप यो भिडियो हेरेर सबैहरूलाई पनि अब यहाँ पसलमा आइदिनुहोस् अब हामी नेपालीलाई सपोर्ट गर्ने हो कि नेपाललाई सपोर्ट गरेर नेपाललाई चाहिँ अगाडि बढायो भने इभन हामीलाई पनि सजिलो हुन्छ नि त इन्सपिरेसन्सको थ्रु हुन्छ नि त होइन कोबाट इन्सपायर भएको भन्ने हुन्छ अब हरेक मान्छेबाट इन्सपिरेसन हुन्छ नि त त्यसरी नै अब हामीले नेपालले आफ्नो मान्छेलाई नि अब सपोर्ट गऱ्यौँ भने भोलिको दिनमा अस्ट्रेलियामा जस्तो राइस डाइस यहीँ भन्छ कि बनाउने हामीले नि हो कि यही ठाउँमा बनाउने हामीले हो कि द्याट्स वाइ त्यही भएर हामीले एकले अर्कालाई चाहिँ सपोर्ट गर्नुपर्छ अनि यो जापानिजहरूको इमेजीमा पनि एउटा नेपालीले यो स्ट्रगल गरिरहेको छ है भनेर चाहिँ हामीले एकले अर्कालाई चाहिँ हातेमालो गरे पनि भोलिको दिन सबैजना माथि उड्न सकिन्छ नि त नेपाली सब्जीहरू राम्रो पाइन्छ सस्तोमा राम्रो सबैजना आइदिनु होला नाकानो छेउछाउ बस्नुहुने स्टुडेन्टहरूको लागि सबैलाई सजिलो पनि भएको छ नेपाली दाइ हुनुभएकोले
सस्तो र राम्रो तरकारीहरू पाइरहेका छौँ म चाहिँ सधैँ आइरहन्छु यहीँ नै हजुरहरू पनि आइदिनु होला थ्याङ्क यू सुभाषले विदेशी भूमिमा पनि आफ्नो इमान र परिश्रमले आफ्नो पहिचान बनाइरहेका छन् थकाइ त आउँछ कहिलेकाहीँ मन पनि कमजोर पर्छ तर ऊ सम्हालिन्छ र यो म मेरो परिवारको लागि गरिरहेको छु भनेर ऊ कल्पना गर्छ सुभाषको कथा हाम्रो लागि एउटा प्रेरणा हो कि जबसम्म हामी हार मान्दैनौँ तबसम्म बाटो हेरिरहेको सफलता पनि हामीसँग आइपुग्छ। महिना चाहिँ नर्मली लाग्थ्यो है त्यस्तो गाह्रो थियो भनेपछि अब त्यो बेला तपाईँहरू अब आउनुभएको बेला जस्तै होइन अब रुममा अब होस्टेलमा बस्नुभयो कि अब रुम खोजेर साथीहरूसँग बस्नुभयो कि बसे पनि कतिजना बस्नुभएको थियो होला फेरि त्यो बेला? हामी सुरुमा आउँदाखेरि चाहिँ गाडकोले नै तपाईँको होस्टेलमा राखेको थियो र 4-5जना थियौँ हामी 5जना थियौँ र त्यो बेलामा चाहिँ अब सबैको भाषा नभएकाले गर्दाखेरि बाहिर जाने कुरो भएन सबै मिलेरै बसेको थियौँ अब सुत्ने ठाउँ राम्रो थिएन होइन अब एउटा काममा जान्थ्यो एउटा फर्किन्थ्यो अब राम्रोसँग सुत्न नि पाइन्थेन अब जस्ट एडजस्ट गरेर चाहिँ हामीले जो बसियो त्यो बेलामा चाहिँ 6 महिनादेखि बसेँ म 6 महिनापछि चाहिँ बल्ल अनि छुट्टै रुम खोजेर चाहिँ छुट्टै साथीसँग म बसेँ हो त्यसरी चाहिँ ल मैले सानो एउटा कुरा काटेँ होइन अब त्यो बेलादेखिबाट र फर्के त्यो बेलाबाट अहिले यो बेलासम्म आउँदाखेरि फर्केर हेर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ कस्तो लाग्छ अहिले चाहिँ? मान्छेको जिन्दगी भनेको सङ्घर्ष रहेछ सङ्घर्ष गर्नु पर्दो रहेछ आज सङ्घर्ष गर्यो भोलि सङ्घर्ष गर्यो सङ्घर्ष गर्दा जिन्दगीमा चाहिँ नयाँ खुड्किला चढ्दै होइन सफलता हासिल गर्न सकिन्छ टाइम थोरै छोटो समयमा हामीले चाहिँ समयको मेन कुरा भनेको समय आज छोटो छ भनेर होइन समय लामो छ त्यही भएर चाहिँ आज दुःख गर्ने भोलि दुःख गर्ने 2-4 दिन दुःख गर्दा महिना होइन साल दुःख गर्दाखेरि चाहिँ जिन्दगीमा केही न केही प्रगति गर्न सकिन्छ त्यही भएर सफलता हासिल गर्नको लागि चाहिँ सबैभन्दा पहिला कामबारी गर्नुपर्छ कामबारी चाहिँ गर्नुपर्छ होइन अब सधैँ काम मात्रै भएन होइन छुट्टीको समयमा रमाइलो नि गर्नु पर्यो तर चाहिँ मेन कुरा भन्दाखेरि चाहिँ दुःख चाहिँ गर्नु पर्यो है जापानमा चाहिँ एकदमै दुःख गर्नु पर्यो। अनि दाइ जस्तै तपाईँले यो लाउनु भएको ठ्याक्कै मेरो आँखा चाहिँ तपाईँको टोपीतिर गयो होइन सायद यो टोपीमा जस्तै यो नाना हाची 0 लेखेको छ होइन अनि यो नम्बरहरू लेखेको छ यहाँ यसको बारेमा चाहिँ हाम्रो भ्युअर्सहरूलाई बताइदिनुहोस् के रहेछ यो टोपी लाउनुको कारण चाहिँ? यो नानामा हाची जुबान यो मेरो नम्बर हो हजुर र यो टोपी लागिसकेपछि चाहिँ यो नम्बर चाहिँ मलाई यो इचिबा सिन्जुकु योदाबासीले यो नानामा हाचिजुबा नम्बर दिएको हो यो भनेको अब नेपाली भाषामा भन्दाखेरि चाहिँ लाइसेन्स भने जस्तो लाइसेन्स भनेपछि हामीले टोपी लिएर गएर तरकारी किन्न पाएँ यो लाइसेन्स भइसकेपछि चाहिँ अब यहाँ अब मन्डीमा चाहिँ अब तरकारी फलफुल अब के चाहिन्छ आफूलाई आफ्नो पसलमा के चाहिँ बिक्री गर्नु छ त्यो सामानहरू किन्न पाउँछ जसले गर्दाखेरि चाहिँ त्यो टोपी चाहिँ एकदम अनिवार्य हुन्छ तर मैले सुने चाहिँ हर कोहीले पनि यो टोपी पाउँदैन भन्ने टाइपको अब जस यो टोपी पाउनको लागि चाहिँ अब यहाँको अनेक कानुनी कारबाहीहरू के गर्नुपर्छ भन्ने होइन झन्झट त धेरै झन्झट छ नेपालमा जस्तो अब पैसा भयो पैसा दियो होइन त्यसरी गर्न मिल्थ्यो होला होइन त्यो त मलाई थाहा भएन मैले गरेको छैन हजुर तर चाहिँ जापानमा चाहिँ कस्तो नियम छ भने यहाँ लाइसेन्स लिइसकेपछि चाहिँ तरकारीहरू त अब मन्डीमा जहाँ किन्न पाउँछ र त्यसको लागि अब किन्न त सजिलो भयो तर चाहिँ त्यसको लागि प्रोसेस चाहिँ केही न केही अप्ठ्यारो गाह्रो पनि छ र यसको लागि चाहिँ तपाईँको 2 जना जाति होसिन चाहिन्छ र सकिन्छ जो आफ्नो योगदान पुर्याउन सकिन्छ भनेपछि अब हाम्रो देशमा पनि यस्तै जापानको जस्तै बजार व्यवस्थापन गर्न मजाले सकिन्छ व्यवस्थापन त सेम त उस्तै त नहोला तर चाहिँ केही न केहीमा चाहिँ यहाँ सिकेको आधारमा चाहिँ नेपालमा यसको चाहिँ सही सदुपयोग यहाँको सिकेको ज्ञान कुराहरू चाहिँ केही न केही नेपालमा चाहिँ काम लाग्न सक्छ भनेपछि हामीले अब आगामी दिनमा अबको केही वर्षपछि अबको दिनपछि चाहिँ बिस्तारै अब हजुरलाई नेपालमा पनि केही व्यवसाय अगाडि बढाउनु भएको छ भन्ने हामी सुन्न सकिन्छ व्यवसाय अब सबैको त्यही तपाईँको फ्युचरमा चाहिँ नेपालमै गएर होइन नेपालमै केही न केही गर्न पाए हुन्थ्यो होइन आफ्नै परिवारसँग बसेर आफ्नै देशको माटोमा होइन खियाएर भए पनि आफ्नो देशमा के गर्न पाए हुन्थ्यो भन्ने मनमा त छ तर अहिले बाध्यताले गर्दा
गर्दाखेरि चाहिँ यहाँ व्यवसाय गरिरहेको छु र होइन तर बिस्तारै भविष्यमा चाहिँ नेपालमै गएर व्यवसाय गर्ने र नेपालकै माटोमा दुःख गर्ने र जतिसुकै नराम्रो भएको जुन व्यवस्थाहरू छ होइन त्यसलाई चाहिँ हामी सिफारिस गरेर चाहिँ राम्रो व्यवस्था मिलाउने प्रयत्न चाहिँ म मेरो मनबाट चाहिँ एकदमै गर्छु भनेर। अहिले जसरी जापानमा चाहिँ अब नेपालीहरूलाई पनि अब तपाईँहरूले अब काम दिइरहनु भएको छ नि, जसरी नेपालीलाई पनि काम दिनुभएको छ भने त्यसरी नै नेपालमा पनि अब नेपालीलाई नै काम दिन सक्छु भन्ने चाहिँ अब तपाईँले चाहिँ डिसिजन चाहिँ लिएर बस्नु भएको छ भने एकदमै अब जुन ठाउँमा बस्यो त्यो ठाउँमा चाहिँ अब रोजगार त नपऱ्यो, व्यवसाय गर्ने भएपछि चाहिँ एक्लैले गर्ने असम्भव छ। त्यही भएर चाहिँ अब व्यवसाय गरिसकेपछि रोजगारसँगै होइन रोजगारसँगै अब व्यवसाय अगाडि बढाउने कुरा हुन्छ एकदम अब त्यो चाहिँ एकदम छु। ल आजलाई धेरै धेरै धन्यवाद। आज यति धेरै समय दिनुभयो। आज तपाईँको बारेमा यसरी कुराहरू भित्रदेखिबाट जान्न पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। र जति पनि मेरो भिडियो हेर्नु भएको छ, जति पनि तपाईँको टिकटक हेर्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? एकदम फर्स्ट अफ अल तपाईँले चाहिँ एकदम यहाँ आइदिनु भयो, यहाँसम्म आइदिनु भयो, एकदमै समय निकालेर त्यसको लागि थ्याङ्क यू सो मच है। र अब सम्पूर्ण हाम्रो नेपाली जुनसुकै जग्गामा बस्नुभएको नेपालीहरूलाई चाहिँ होइन अब विदेशमा आएर हामी जस्तो सुकै फिल्डमा काम गरे पनि होइन नेपालमा गएर त्यही आफूले जानेको ज्ञान सिपहरू चाहिँ नेपालमा गएर त्यो कुराहरू चाहिँ नेपालमा गर्नुपर्ने हुन्छ। किनभने हामी सिक्नलाई आएको हो होइन, सिकेर नेपालमा गएर हामीले गर्नुपर्छ। किनकि हाम्रो नेपालमा चाहिँ आफ्नो देश भनेको जस्तो अरू कहीँ पनि हुँदैन। विदेशमा हामी धेरै दुःख पाइसकेका छौँ। अब यो दुःखहरू जति दुःख छ, हामीले जति सिकेको ज्ञान कुराहरू छ सबै आफ्नो देशमा गर्नुपर्छ। जसले गर्दाखेरि नेपाललाई हामीले समृद्ध बनाउन सकिन्छ जस्तो लाग्छ मलाई। हस्, धेरै धेरै धन्यवाद।